नमस्कार, म कक्षा 7 मा अध्ययनरत छात्र कस्मिक भण्डारी। आज यस विद्यालयले आयोजित गरेको कविता वाचन प्रतियोगितामा बोल्ने अवसर पाउँदा आफूलाई साह्रै गौरवान्वित महसुस गरिरहेको छु। साथै यस्तो शुभ अवसर प्रदान गरिदिनु भएकोमा आयोजकप्रति हार्दिक आभार प्रकट गर्दै आफ्ना कविताहरू केही प्रस्तुत गर्न गइरहेको छु। आशा छ हजुरहरू सबैले मन पराइदिनुहुनेछ। मेरो कविताको शीर्षक रहेको छ प्यारी आमा। सुनेको थिएँ मैले जन्म लिँदा, सुनेको थिएँ मैले जन्म लिँदा मेरी प्यारी आमा, पहिलो पटक मरुँदा तपाईँ हाँस्नु भएको थियो रे, पहिलो पटक मरुँदा तपाईँ हाँस्नु भएको थियो रे, पहिलो पटक मलाई हेरी रुँदा रुँदै छातीभित्र टाँस्नु भएको थियो रे। तिमी कति महान छौ यो संसार देखायो आमा, तिमी कति महान छौ यो संसार देखायो आमा, हजारौं जन्ममा तिर्न नसक्ने ऋण लगायो आमा, हजारौं जन्ममा तिर्न नसक्ने ऋण लगायो आमा। मेरो जीवन की तथा प्रगति की आमा खजाना तिमी, मेरो जीवन की तथा प्रगति की आमा खजाना तिमी, मेरो प्राण बचाउन हर वखत सञ्जीवनी हौ तिमी, मेरो प्राण बचाउन हर वखत सञ्जीवनी हौ तिमी। आमा तिम्रा ती हातहरू हुन् जसले माया बुनिदिन्छ, आमा तिम्रा ती हातहरू हुन् जसले माया बुनिदिन्छ, जसको स्पर्शले जीवनको हरेक दर्द भुलाइदिन्छ, जसको स्पर्शले जीवनको हरेक दर्द भुलाइदिन्छ। आमाले हामीलाई खुवाउनुहुन्छ मिठो मसिनोहरू, आमाले हामीलाई खुवाउनुहुन्छ मिठो मसिनोहरू, आफूले खानुहुन्छ त्यही घरको रोटी र पिठोहरू, आफूले खानुहुन्छ त्यही घरको रोटी र पिठोहरू। मेरो भाग्य खुलेर पो धरतीमा आमा तिमी पो मिल्यौ, मेरो भाग्य खुलेर पो धरतीमा आमा तिमी पो मिल्यौ, आफ्नो सुख नहेरी सौम्य ममता मैमाथि पोखिदियौ, आफ्नो सुख नहेरी सौम्य ममता मैमाथि पोखिदियौ। मद्वारा केही गल्ती भए हिर्काई सम्झ्याउँछिन्, मद्वारा केही गल्ती भए हिर्काई सम्झ्याउँछिन्, चोट लागेर अय्या अय्या भनी मरुँदा मसँगै हेर्न आउँछिन्। पाइला पिछे काँडा हुने जङ्गलमा, पाइला पिछे काँडा हुने जङ्गलमा, काँडा टेकेर फुलहरूको दुनियाँमा घुमायो आमा, काँडा टेकेर फुलहरूको दुनियाँमा घुमायो आमा। त्यसैले म भन्छु बोले पनि घामै जाति, पिटे पनि आमै जाति। हस्त धन्यवाद।